भिडियो हजुरहरूको माझ लिएर आउने कोसिस गरेको छु। आशा छ लास्टसम्म हजुरहरूले हेरेर साथ दिनुहुन्छ भन्ने। गाइज आज चाहिँ हामी जाँदैछौँ गोथे मार्केटमा सब्जी लिन र यो चाहिँ हाम्रो रोटेको हाइवे हो। यस्तै छ गाइज, टक्क हामी चाहिँ जाँदैछौँ। दिउँसो निस्किन सकिन्न है, गर्मी बेसी त छ। हामी चाहिँ 7:30तिर निस्किएको सब्जी लिन हिँड्दैछौँ। सब्जी के पाउँछ तपाईँहरूलाई देखाउने छु है म। यस्तै हो गाइज, यता यस्तो छ। गेमहरू खेल्ने ठाउँ छ कि ब्याडमिन्टन अनि त्यो के हो अरे टिटीहरू खेल्ने ठाउँ छ कि यहाँ चाहिँ। यहाँ चाहिँ होटेल हो यो चाहिँ, होइन होटेल ट्याक्कासँगले यहाँ चाहिँ गेम चलिरहेको छ है। फुटबल चलिरहेछ गाइजहरू, फुटबल यस्तै हो। गाइज यस्तै हो, हिँड्दैछौँ दोस्तहरूको साथमा ट्याक्क। दाइ दोस्त पहिल्यै हो त्यो त बिना गरेको गजबजी छैन सिमाना आफ्नै डरको। मेरो दोस्त है, दोस्त धेरै पछि भ्लगमा उसलाई लिएको छु। यता दाइ हुनुहुन्छ, लमजुङको दाइ हुनुहुन्छ, हेलो कल्याणको दोस्त। अनि एउटा आउँदैछ बाँकेको साथी आउँदैछ। यस्तै हो गाइजहरू, हामी चाहिँ हिँड्दैछौँ ट्याक्क मार्केट। मार्केट चाहिँ रोड पारी छ, जेब्रा क्रसिङ पनि छैन, बाटो काट्नु खतरा छ। यहीँ हो यो बाँकेको दोस्तलाई बाटो काट्दाखेरि पुलिसले भेटाएछ, लगेर मायागुडी रेगिस्तानतिर छोड्दैछ। कम्ती गाह्रो छ होइन गाइज। यस्तै मिस्त्री यस्तै हो गाइज, हामी चाहिँ हिँड्दैछौँ होइन। मार्केट छेउमा आइपुग्यो। मार्केट चाहिँ यो पारी हो। रोड पर्नुपर्छ, रोड पर्नु चाहिँ जेब्रा क्रसिङ सर्सिङ छैन, गाह्रो छ हामीलाई। पुलिसले भेटायो भने लैजान्छ, गाह्रो छ गाइज। यो त हाइवे छ, जेब्रा क्रसिङ भने कहीँ छैन, गाह्रो छ। अब बाटो काट्छौँ ल गाइज। हामी चाहिँ सरल जाँदैछ। यहाँ जाने कि पर जाने होइन पहिला तरकारी यहीँ हेर्ने हो पहिला। ल यहीँ हेर्ने अरे गाइज। यो चाहिँ युनिभर्सल मार्केट हो गाइज। मार्केटमा छिरियो चिसो शीतल हावा साथमा। यहाँ सस्तो रहेछ, 2 रुपियाँ। लसुन चाहिँ सस्तो रहेछ यहाँ। कतिको छ चामल? 62 59। यो त कति हो? यो त के हो? यो त चामल खाएर साथै हुन्छ 4000 को। ल गाइज फलफुल चाहिँ यसरी राखेको हुन्छ होइन। त्यहाँको तरकारी आइवा। ल हाम्रो दोस्त गाडी चलाउँदैछ। बिबी हेल्दा अरे गाइज। ल हेर्नु 6 डल्ला जुनालाई 4 रियाल भने गाइज। यस्तो छ मार्केट। यहाँ चाहिँ सबै महँगो रहेछ गाइज। 62 रुपियाँ 62 रुपियाँ। अब हामी चाहिँ हिँडेको अब अर्को मार्केट गाइज। यहाँ आएको गाइज। अब चाहिँ हामी त्यो पल्लो ओथेम भन्ने ठाउँमा जाने हो। यहाँ महँगो रहेछ गाइज, महँगो।
त्यही हो गाइज साउदी हेर्नुहोस् यस्तो छ है यो पारिपट्टि चाहिँ हामी आउँदा केही नै थिएन ऊ त्यो माथिसम्म अहिले चाहिँ यो भित्र पुरै घरमै घर बनेर पुरै बस्ती बसिसकेको छ 2 वर्षमा यस्तो परिवर्तन हुँदो रहेछ गाइज यो चाहिँ ओथे मार्केट हो साउदीको यो पनि ठुलो मार्केट हो कि सुपर मार्केटै हो अब चाहिँ हामी यहाँ जान्छौँ यहाँ चाहिँ सस्तो मस्तो सबै थोक पाउँछ कि तरकारीहरू चामलहरू लेसी गाइज हेर्दै गर्नुहोस् सबैजना चाहिँ ल गाइज आज चाहिँ प्याक रहेछ यार ओथेन चाहिँ ट्रली लिएर जान्छौँ होइन हजुर चामल लाने होइन र कुदाइदिउँ न गाडी मार्केट आएपछि होइन गाइज कमसेकम मार्केट आएपछि कुदाउनु पऱ्यो गाडी हाम्रो टोलीहरू यता कुद्दैछन् गुटुङटुङ के यत्रो महँगो आमामामा यो 25 रियाल 26 रियाल 26 भनेपछि 26 दुना 52 20 भनेपछि यो त 1000देखि माथि पऱ्यो गाइस यसलाई त के हो यो काजु बदाम होइन यो त घर जाँदा लाने अरे गाइस सरफ यो चाहिँ चेक गर्ने हुन्छ क्या गाइस सामान कति छ पैसा भनेर रेट कति हो भनेर हेर्ने हुन्छ यो चाहिँ सरफको रहेछ है कति केजीको रहेछ खतरा खतरा महँगो छ या 7 केजीको के लानु लाग्यो दाइ फेस वास ए कतिमा कति 18 रियाल 19 रियाल फार्मेसी त्यो तर एउटा ऊ हो नि या दुईटा होइन नि पहिला झापाले दाइले नि यस्तै ल्याएको थियो कि एउटा फेस वास हो एउटा त्यो मैले लाउँछ नि फेस मास्क त्यस्तो हो यो फेस मास्क मैले लाउँछ नि फेस वास त फेस वासै लेखेर त्यो दाइले पनि त्यही भनेर ल्याएको तर फेस मास्क रहेछ एउटा लगाइसकेपछि मास्क भइन्छ आफै त्यो होइन एउटा चाहिँ फेस धुने होइन एउटा चाहिँ त्यो मैले लाउँछ त त्यो अर्को फेस मास्क त्यस्तो क्या त्यो च्याराप उठ्ने त्यस्तो रहेछ खै यसमा चाहिँ कस्तो छ अब त्यो फेस मास्कले राम्रो गर्छ त के गर्नु नेपालमा पाउँछ त्यो अर्को वाला सेतो वाला त्यसले ठिक गर्छ भ्यासलिन त्यो हैन कि त्यो लाएर 10 रियाल 10 दुना 20 400 को यार भ्यासलिन 400 पर्छ 400 पर्छ यार भ्यासलिन ऐला यहाँ हेर्ने गाइस कति रुपियाँको छ यहाँ हेर्नु त ब्रस 32 रियाल 32 एउटा उसलाई 1200 पर्छ ब्रसलाई आमामामा यो उ त हेर त कत्रो बढिरहेछ आज 19 रियाल अस्ति मैले 11 रियालमा लगेको आज अफर रहेनछ महँगो रहेछ गाइस यो स्याम्पू मैले 11 मा लगाइदियो आज अफर रहेनछ अफर हुँदाखेरि यो 19 को 11 मा आउँछ गाइस यस्तै हो हेर्नु म लाउँदिनँ यार म साबुनले धुन्छ त्यति भयो काफी के हो दाइ त्यो त उसले अरबीहरूले लाउने हो ए तन्ना रहेछ त लगाएछ हाम्रो पहिलो आजको सपिङ यो जुसदेखि स्टार्ट हुँदैछ अन्डा आएको रहेछ यार 15 मा 15 16 17 18 16 14 होइन होला मिस्त्री माइला कहाँ कुदिनेछ भौतारीले यो चाहिँ दालहरू हो गाइजहरू यहाँ चाहिँ दालहरू पाउँछ अचार चियाकासँगले होइन अब हामी तरकारीमा आइपुग्यौँ चामल हेर्दैछ मिस्त्री माइलाले टमाटर किन खरबुजा फ्रिजमा पो राख्नु टमाकै किनेको थियो करेली कति हेर 9 रुपियाँ करेली करेला लाने
4 रुपियाँ के हो यो 4 रुपियाँ ए डल्ले च्याउ रहेछ यार 4 रुपियाँमा यो चाहिँ के हो टमाटर सानो खालको रहेछ यार डल्ले खुर्सानी होइन नि कोपी 10 रुपियाँ बोडी कति महँगो रहेछ हेर्नु त 15 रियाल त ब्रोकाउली 18 रियाल केजी गाह्रो छ तरकारी किनी साध्यै छैन खुर्सानी चाहिँ बरु सस्तो रहेछ है 5 point 60 70 5.5 अंगुर 2 रुपियाँ हो कति केजी लाने 3 केजी लाने हाले हेर त यहाँ देखाउँछ त छोडिदेऊ 4 केजी छ कति लाने 5 केजी 4 केजी 4 केजी 3 रुपियाँ अलि ठुल्ठुलो हाल्नु त 2-3टा पुगिहाल्छ 1 केजी त ताना त लामा लामा दही 5 रियाल ल पुग्यो ए ट्याक्कै 5-6वटा हालेको ल 2 रुपियाँ रहेछ आलु चाहिँ गाइस अरू केही लाने प्याज लाने दाइ प्याज छैन 5 रुपियाँ बोकम एउटा अझै राम्रो खोज्नु त खुल्लाको प्याज हेर्दा बाँकी कति रहेछ यहाँ चाहिँ ट्याक्क निस्किन्छ होइन स्टिकर टाँस्नुपर्छ ट्याक्क लगाएर कति आयो 35 डिस्काउन्ट मिलेगा न लसुनको भाउ गाइस 14 रियाल 14 रियाल लसुन यो कति 1 केजी 2 केजी चाले लसुन है यो चाहिँ 4 रहेछ 2 केजी को 4 रुपियाँ 2 केजी को 4 रुपियाँ अरे मटर गाइस 11 रुपियाँ केजी काँक्रो 7 रुपियाँ 5 रुपियाँ केजी गाजर क्याप्सिकम 11 मान्छे कति भेट्यो यार आज त डेन्जर भेट्छ दाइ यो लाने हो हेर्नु त सस्तो छ यो 2 केजीको बासमती कहाँ छ बासमती अफर लाग्यो यो 73 चाहिँ बासमती होला सर 73 67 लिटर अफर यो र त्यो तल्ला एउटै हो हालिदिउँ न ल हालौँ राम्रै हो क्या यो कहाँ त्यो पिर 40 अनि 67 रियाल 67 रुपियाँ यसको मासु पनि त लगाउला नि त यसलाई 4 रुपियाँ लैजाऊ न लैजाऊ मासु पनि लगाउला नि सेतो त सानो कपडा मासुमै जान्छ हैन मासु स्टिकर लाएर ढोकाबाट छिर्नु पाएको छैन सिधै मासु हेर्न आइपुग्छ अनि 3 रुपियाँ ठिकै त 3 रुपियाँमा हरियो परि खानुपर्छ यार मेरो त फेभरेट हो तिते करेला त मासु नलगाउनु पुरै 10 रुपियाँ आसो 10 रुपियाँ बदाम यो त ऊ होइन
फर्सीको बिहा फर्सीको बिहा 28 रुपियाँले यार केजीलाई त 30 रुपियाँ लिएर ऊ फर्सीको यता हेर यो फर्सीको बिहा ए यो पो अनि यस्तै निक्लिन्छ त्यहाँबाट यस्तै ल आज खान सक्छ त अइवा यो के हो यो अइवा यो के हो फेरि यो यस्तो के यो त यहाँबाट उठाएर लग्छ नि त्यहाँबाट कचरा छ यार दाइ यसको नाम के हो रे किसमिस यो 2 रुपियाँ 14 रुपियाँ एउटा टमाटरलाई महँगो छ यसलाई नोटले नि त एउटा टमाटरलाई 2 रुपियाँ त भाइ पकाउन चल्दै थिएन छोड छोड लागेर कागज दिएर आइला एउटा टमाटरलाई 3 रुपियाँ दाइ 3 रुपियाँ भनेको कति भयो 3 रुपियाँ छ 126 भने चाहिँ 120 रुपियाँ एउटा टमाटरलाई 120 रुपियाँ गाइस खानु सक्दैन यार साउदीमा गाह्रो छ यार ओखर गाई चाहिँ ओखर यस्तै हो यार साउदी महँगो छ यार त्यत्रो भ्यासलिनलाई यहाँ कति छ 16 माथि होइन यही हो 16 रियाल यो त ए छिटो यसमा छिर्नुहोस् त्यो चक्मेको हो क्या त्यसले ल्याएको एउटा ल गाइस हामी चाहिँ अब सबै सपिङ गरियो ट्याक्क सब्जी किनियो हिँड्दैछौँ हामी चाहिँ दाइ र म चाहिँ 2 भाइ चाहिँ अघि नै गइसक्यो चामलहरू किनेर पठाएको के गर्ने यहाँ चिसो ल गाइस सपिङ गरेर आयो हामी चाहिँ फर्केर गएर त्यही 5 केजी फेरि आलुलाई 10 रियालमा लिएर आयो पहिला चाहिँ स्टिकर टाँसिदिने मिस्टेक गरेछ क्या म्याकुरीले 5 केजी आलुलाई 35 अहिले फेरि त्यसलाई क्यान्सल गरेर फेरि अर्को आलु लिएर आएको अर्को काउन्टरबाट त्यही आलुलाई 10 मा लिएर आइयो गाइस ल गाइस फेरि भेटौँला है त अर्को भिडियोमा आजको लागि बाई बाई एभ्रीवन रुम आइपुग्यो यता हामी